हेलो एन्ड नमस्ते एभ्रिवान। यहाँहरू सम्पूर्णलाई मेरो ब्लगमा वेलकम छ। यहाँहरू सम्पूर्णले मेरो युट्युब च्यानल थुलुङ ब्रो 5074 गएर हेरिदिनु होला, सपोर्ट गरिदिनु होला। फ्युजदेखि लगेर अब मेन कुरो चाहिँ के हुन्छ भन्दाखेरि इन्जिन कम्पोनेन्टमा यहाँ हेर्नुहोस् है, यो 1 2 3 4 कसैमा 3 कसैमा 4 कसैमा 6 हुन्छ। अब V6 V3 होइन त्यस्तै खालको। अब लङ टर्म बसेपछि चाहिँ के हुन्छ, स्टार्टै गरिएन भने अब मैले अघि भनिहालेँ ब्याट्रीको होइन, यसको यो कोइल हो, स्पार्क प्लग कोइल है, यो कोइल हो। अनि यहाँ भन्दा पनि यसको कनेक्सनमा तल स्पार्क प्लग हुन्छ। यो कोइलको पनि मिडल भागमा मेटल स्प्रिङ नै हुन्छ। त्यो स्प्रिङ रस्ट भयो भने अब यसले फायरिङ हानेन भने 1 सिलिन्डर ब्यान्ड भयो। 3 सिलिन्डरले मात्रै काम स्टार्ट त हुन्छ तर डिले स्टार्ट हुन्छ। अर्को कुरो, अब यसको स्प्रिङ आउट भयो, यसको स्पार्क प्लग आउट भयो, किनभने त्यो त अब मेटल हो, रस्ट भएपछि त तिनीहरू इमिडिएटली काम गर्न सक्दैन। रेगुलर स्टार्ट भइरहेको रेगुलर रन भएको जस्तो हुन्छ। त्यसैले गर्दाखेरि चाहिँ मैले यहाँहरूलाई स्टार्ट गर्दै गर्नुहोस्, नचलाए पनि अब जे समस्या भए पनि स्ट्रिटमा वरिपरि 2-3 माइल्स समथिङ बेला बेला रन गर्ने गर्नुहोस् क्या। अर्को कुरो के पनि हुन्छ भने यो गाडी लङ टर्म राखेपछि तपाईँको ट्याङ्कीमा भएको फ्युल पनि त्यसको पनि अब रिफाइन गर्दाखेरि के केमिकलहरू युज गरेको हुन्छ, त्यो पनि सेपरेसन हुन्छ है, तल रेसिड्यु रहेको हुन्छ ट्याङ्कमा, त्यो पनि फ्लस गर्नुपर्ने हुन्छ। टोटल्ली फुल्ली अब भेहिकललाई एउटा कन्डिसनमा ल्याउनुको लागि चाहिँ फ्युल पनि फ्लस गर्नुपर्ने हुन्छ, इन्जिन फ्लस गर्नुपर्ने हुन्छ, यो स्पार्क प्लग पुरै चेन्ज गर्नुपर्ने हुन्छ, कोइलहरू टेस्ट गर्नुपर्ने हुन्छ, अनि मात्रै फर्ममा आउँछ। त्यत्तिकै चाहिँ आइडल नराख्नु होला। अब टायरहरू रोटरहरू ख्याल लाग्ने हुन्छ। अब यसको आज गर्ने मेन भनेको चाहिँ के छ भने यो सिग्नलहरू टाकटुक आउँछ, किनभने फ्युजहरू खत्तम भएको हुन्छ सबै, त्यसले गर्दाखेरि आउने हो। तर यसको चाहिँ सबै भइसकेको छ होइन। अब एउटै मात्रै इस्यु छ यसको, यो भनेको चाहिँ ट्रङ्क ओपन छ, त्यही भएर आएको। यसको चाहिँ समस्या के हुँदो रहेछ भने अब यो रिभर्समा लाँदाखेरि यहाँ हेर्नु है, यही पछाडि केही पनि देख्दैन, यो रिभर्समा छ अहिले। यस्तो खालको देखियो भने चाहिँ समस्या हुन्छ भन्दाखेरि यहाँ क्यामेरा हेर्नुहोस्, यसको लेन्स खत्तम भएको छ। यो अब नचलिकन कति समयसम्म बस्यो होइन, त्यसले गर्दाखेरि यसको यहाँ लेन्सभित्र पानीहरू के पसेर त्यस्तो भएको छ। नभए चाहिँ लेन्सको चाहिँ यस्तो हुन्छ, यस्तो क्लिन हुन्छ है। त्यसले गर्दाखेरि यो अब यसलाई रिप्लेस गर्ने आज चाहिँ यो खालको टुल चाहियो। 10 mm को सकेट रेन्ज, त्यहाँभित्र दुईवटा नट अहिले म देखाउँछु। यसरी इजिली आउँछ है। यसरी नै त्यसपछि भनेको चाहिँ यस्तो हुन्छ। अब तपाईँ यहाँ 10 mm को नट हुन्छ दुईवटा, त्यो क्यामेराको खोल्नुभन्दा किन त्यो चाहिँ किन खोल्नुपर्छ भने यो ननिकाली क्यामेरा आउँदैन, त्यही भएर त्यो 10 को नट पनि खोल्नुपर्छ। त्यो बोल्ट बिर्सिनु हुँदैन। तर त्योभन्दा अगाडि के गर्ने भन्दा यहाँ कतिको देख्छ, यहाँ यो क्यामेराको हो कनेक्सन, यहाँ डिस्कनेक्ट गरेर नयाँ क्यामेरा टेस्ट गर्ने। ल मैले यो यहाँनिर सानो हुन्छ, यसलाई चाहिँ थिचेर फक्कै डिस्कनेक्ट गर्ने हो। मैले यसलाई यहाँ नयाँ क्यामेरालाई यहाँ कनेक्ट गरेँ। अब हेर्नुहोस् है, अब चेक गरौँ भित्र गएर।
हो त्यो क्यामेरा हल्लिरहेको भएर क्यामेरा फिट अहिले देखायो होइन ट्रङ्क ओपन छ नि त प्लस यहाँको एलजिडब्ल्यू पनि गयो फिट गरिसकौँ पहिला ए 10 mm को यत्रो बोल्ट हुन्छ त्यो नट चाहिँ के को लागि खोल्ने भन्दा यो तान्ने क्यामेरा निकाल्ने Hello. How are you, man? Good. How are you? Good, man. Have a good day. You too, man. यो लाउँदा चाहिँ यो ग्यापमा खोल्दा पनि यो ग्यापमै हाल्ने हो लाउँदा यो ग्यापमा ठ्याक्कै यसरी ग्यापमा पक्रेर ठेल्दिने हो लु है त अब यो कम्प्लिट भयो हैन अब यसलाई भित्र गएर टेस्ट गरौँ है त
क्यामेराले काम गर्दैछ कि छैन है। ल फेरि सेवा है। यो मैले भिडियो यसरी अपलोड गर्नुको मकसद भनेको चाहिँ तपाईहरु काहीँ बाटोमा कतै हुँदा सानो कुराले ठुलो खर्च नगरोस्, प्यानिक नहोस् भन्ने हेतुले नै हो। मैले जे जति अनलाइन मार्फत जानेको छु, तपाईहरु पनि अनलाइन मार्फत केही न केही आइडिया हुन्छ, हेर्नु होला, त्यो मार्फत केही गर्नु होला, अघि बढ्नु होला भन्न चाहन्छु है। अब यहाँ मैले अपलोड गरेको छु, त्यहाँ पनि तपाईहरुलाई म भरिसकेपछि A to Z अब आइडियाजहरु मैले जति लिन्छु त्यो चाहिँ दिनु नै म प्रयास गरि नै रहेको छु, म दिन्छु भन्ने लाग्छ। त्यही भएर तपाईहरुलाई पनि यो सानो कुराहरुले ठुलो खर्च, ठुलो समस्या के अरे प्यानिकमा नहोस् भन्ने हेतुले म यो गरिरहेको छु है। जतिजनाले शेयर सब्स्क्राइब गर्नुभएको छ उहाँहरूलाई धेरै 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 थ्याङ्क यू भन्न चाहन्छु। अनि अरू तपाईहरु पनि आउनुहोस्। म यस्तो खालको हुनु त अब कन्टिन्यू त आउँदैन, किनभने म मेरो त्यस्तै खालको काम छ। म कहीँ कतै त्यो समस्याहरू भयो भने यो समस्या छ अनि यसलाई यसरी सल्भ गर्ने हो भन्ने हिसाबको कन्टेन्टहरु पाएँ भने चाहिँ म अवश्य पनि अनिवार्य म ल्याउँछु। तपाईहरु माझ म त्यो ल्याउँछु। तपाईहरुले त्यो माझमा हेरेर बुझेर पनि एउटा राहत दिनु होला भन्न चाहन्छु है। त्यसकै लागि अब म हिजोको दिनमा जुन पीडित थिएँ, यो कुरा यहाँ म सबै डिटेलले भन्न चाहन्न, पीडित थिएँ, त्यो अरूलाई पनि नहोस् भन्ने हेतुले मैले यो सुरु गरे हो है। उता गएर लाइक एन्ड शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला हैन। त्यसो गर्दाखेरि तपाईसँग नभए नि कोहीसँग कन्फिडेन्ट लेभल भएको मान्छेहरूले साथीभाइले उहाँहरूले युज गर्न सक्नुहुन्छ। अनि उहाँहरूले तपाईँलाई पनि हेल्प गर्न सक्नुहुन्छ है। फेरि तपाईँले सेयर गरेको मान्छेले देखेर अनि उसले चाहिँ त्यहाँबाट पिकअप गर्यो भने समेत त तपाईँलाई पनि कुनै दिन हेल्प गर्नु सक्छ भन्ने हेतु मेरो हो, गर्नुपर्छ भन्ने हो। र सबैले एक आपसमा साथ सहयोग सपोर्ट गरेर हामी अघि बढेकै चाहिँ राम्रो हुन्छ भन्ने लाग्छ मलाई। ल है त, यति भन्दै आजको यो भिडियोलाई म यहीँ एन्ड गर्न चाहन्छु। सेवा सेवानुम फ्याफुल्ला, थ्याङ्क यू।